याद गर्नुस्, तपाईहरुको प्यारेन्ट्सले अहिले पनि भन्नुहुन्छ होला, उहाँहरूले आफ्नो युवा अवस्थामा कुनै सामान किन्नु भएको थियो भने पछि त्यो सामानको जतिसुकै नयाँ भेरिएन्टहरू आए पनि त्यो नकिनी त्यही पुरानै सामान धेरै वर्षसम्म चलाउनु हुन्थ्यो र उहाँहरूले त्यो सामान आफ्नो दाजुभाइ, छिमेकी सबैसँग शेयर गरेर पनि धेरै समय चलाएपछि खिया लागेर थोत्रो भएपछि पनि त्यो सामानले आफ्नो काम देखाइरहन्थ्यो। 90 को दशकको यो कुराहरू अहिलेको अवधिमा साधारण परिवारमा सुन्दै आएको ज्वलन्त उदाहरण हो। तर त्यो समय, त्यो दिनहरू सकिएको लामो समय भइसक्यो। अहिले समय परिवर्तन भइसकेको छ। अहिले हामी फास्ट वर्ल्डमा बस्न थालिसकेका छौं, जहाँ सामानहरूको अवधि धेरै छोटो र इनइफिसिएन्ट हुने गर्छ। जब हामी कुनै सामानहरू पर्याप्त रूपमा राम्रो नभएको वा दीर्घकालीन रूपमा प्रयोग गर्न नमिल्ने भन्ने कुरा गर्छौं, यो एउटा सामान्यता बहुआयामी कुराकानी हुन जान्छ। अब हामी यसलाई बुझ्न एउटा बेसिक एक्जाम्पलबाट सुरु गरौं। कुनै सामान कम्पनीले उत्पादन गर्दाखेरि विचार गर्नुपर्ने 3 वटा मुख्य फ्याक्टरहरूलाई कन्सिडर गर्नुपर्दा पहिलो नम्बरमा आउँछ फंक्सनालिटी, यानी कि कार्यक्षमता। यसले त्यो उत्पादन गर्न लागेको सामानले कतिको काम गर्छ भन्ने निर्धारित गर्छ। र दोस्रो नम्बरमा आउँछ एपियरेन्स, यानी कि रूप। यसलाई डिजाइन भनेर बुझ्दा पनि हुन्छ। यसले त्यो सामान आँखाले हेर्दाखेरि कतिको राम्रो देखेको छ भन्ने निर्धारित गर्छ। र तेस्रो नम्बरमा आउँछ म्यानुफ्याक्चरेबिलिटी, यानी कि उत्पादनशीलता। यसले त्यो सामान उत्पादन धेरै बनाउन सजिलो र पर्याप्त रूपमा सस्तो छ कि छैन भन्ने कुरा निर्धारित गर्छ। सामान्यतः राम्रो उत्पादनमा यी 3 चीजहरूको राम्रो मिश्रण हुन्छ, तर हालका वर्षहरूमा यो प्रक्रिया सन्तुलनबाट बाहिर गइसकेको छ। उदाहरणका लागि हामीले लगाउने लुगा हेरौं। विगतमा यानी कि 90 को दशकमा यदि तपाईलाई नयाँ लुगा चाहिन्छ भने तपाई टेलरकोमा जानुहुन्थ्यो, नापेर सामग्री छानेर लुगा बनाउनु दिनुहुन्थ्यो। त्यसपछि दशकौंसम्म लुगाको लागि टेलरकोमा जानुको सट्टा हामी डिपार्टमेन्ट स्टोरहरूमा जान थाल्यौं र ठूलो मात्रामा फ्याक्ट्रीहरूमा उत्पादन हुने लुगा रेडिमेड किन्न थाल्यौं। र अहिले हामी मध्ये धेरैजना अनलाइन जान्छौं, कार्टमा सामान एड गर्छौं, क्लिक गर्छौं र प्रोडक्टलाई व्यक्तिगत रूपमा नदेखि किन्छौं। तर यो हामीले कसरी किन्छौं भन्ने मात्र होइन, यो हामी कति पटक किन्छौं भन्ने कुरा पनि हो। सामान किन्न अहिले यति सजिलो बनाइदिएको छ कि यही सजिलो भएको कारणले गर्दाखेरि हामीले आवश्यकतै नपरेको सामान किन्ने गर्छौं र बारम्बार किन्ने गर्छौं। सामान किन्ने पनि हामीले एउटा आदत जस्तो बनाइसकेका छौं। इयर 1930 को समयमा अर्नेस्ट इल्मो भन्ने व्यक्तिले कन्ज्युमर इन्जिनियरिङको कन्सेप्ट इन्ट्रोड्युस गराएका थिए। यो कन्सेप्टलाई बुझ्नलाई एउटा इक्जाम्पल लिनुस्। तपाईले केही वर्ष अगाडि ज्याकेट किन्नु भएको थियो, अहिले समय बदलियो र त्यो ज्याकेट आउट अफ फ्यासन भयो, स्टाइल पुरानो भयो। पहिला बटन भएको ज्याकेट आउँथ्यो भने अहिले जिपर भएको ज्याकेट आउन थाल्यो बजारमा, र फ्यासन अनुसार चल्ने चक्करमा तपाईले नयाँ ज्याकेट किन्नुहुन्छ। तर तपाईले फिजिकल्ली त्यो पुरानो ज्याकेटमा केही गलत भएको कारणले तपाईले नयाँ ज्याकेट किन्नु भएको भने होइन। त्यहाँ कुरा अर्कै छ। यदि तपाईहरु फ्यासनको चक्करमा पुरानो लुगा फालेर नयाँ लुगा किन्ने व्यक्तिहरुको क्याटेगोरीमा पर्नु हुँदैन भने पनि अहिले कन्ज्युमर इन्जिनियरिङको कन्सेप्टले मार्केटलाई यस्तो बनाइदिएको छ कि जहाँ यो हामीले कुरा गरेको 3 वटा समीकरणहरू फंक्सनालिटी, एपियरेन्स र म्यानुफ्याक्चरेबिलिटी, जुन कुराहरू सामान्यतः राम्रो उत्पादनमा यी 3 चीजहरूको राम्रो मिश्रण हुनुपर्छ। तर जब कम्पनीले एपियरेन्स जुन डिजाइनमा मात्रै फोकस गर्छ र म्यानुफ्याक्चरेबिलिटी उत्पादनशीलतामा मात्रै फोकस गर्छ, तर जुन फर्स्टको छ फंक्सनालिटी कार्यक्षमता, यसलाई साइड लगाइदिन्छ। यो कन्डिसनमा के हुन्छ भने कुनै सामान उत्पादन भएपछि त्यो सामानको कार्यक्षमता घट्छ, यानी कि क्वालिटी घट्छ। त्यो धेरै टिकाउ हुँदैन। जस्तै लुगाकै केसमा त्यो लुगा हेर्दा राम्रो देखिन्छ र कम्पनीमा ठूलो मात्रामा उत्पादन भएको कारणले बजारमा धेरै पनि पाइन्छ, सजिलोसँग पाइन्छ। र त्यो धेरै उत्पादन गर्नको लागि जुन क्वालिटीमा कम्प्रोमाइज गरिएको हुन्छ, त्यसको कारणले गर्दाखेरि त्यो लुगा तपाईहरुले 2-4 चोटि धोएपछि रङ खुलिने, धागो उत्रिने र केही समयको प्रयोगपछि च्यात्तिने जस्तो समस्या देखिन्छ र वर्ष दिन नबित्दै तपाईहरुले फेरि अर्को लुगा किन्नु पर्ने हुन्छ। तर कुनै समय थियो जहाँ यी कुराहरू अर्कै थियो, जहाँ ती उत्पादन गर्न चाहिने 3 कुराहरूको समीकरण एकदम मिलेर कुनै सामान बनेको हुन्थ्यो। त्यो समयमा बनेका लुगाहरू एकचोटि किनेपछि वर्षौंसम्म टिक्ने गर्थ्यो।
युनाइटेड नेसनको रिपोर्ट अनुसार इयर 2000 देखि इयर 2014 सम्ममा औसत व्यक्तिले 60% भन्दा बढी लुगा किनिराखेका हुन्छन् र ती किनिएका हरेक वस्तुहरू लामो समयसम्म प्रयोग गरिँदैन। थोरै समय मात्रै चलाएको सामानहरूलाई नयाँ सामानसँग रिप्लेस गर्दा कम्पनीहरूमा उपभोक्ताहरूको माग छिटो समयमा धेरै हुने गर्छ। यही कारणले कम्पनीहरूले कम समयमा धेरै उत्पादनहरू जारी गर्नुपर्ने हुन्छ। यसले गर्दाखेरि गुणस्तरमा असर पर्न जान्छ। अब यहाँ हामी एउटा साइक्लिक न्यारेटिभमा बाँच्न थाल्छौं। कुनै सामान किनेर केही समयको प्रयोगपछि त्यो सामानबाट असन्तुष्ट भएर त्यसलाई रिप्लेस गर्न अर्को मोडल किन्न थाल्छौं। कस्टमरहरूको यही फास्ट साइकलमा बढिरहेको डिमान्ड, उत्पादन गरिरहेको वस्तुहरूको द्रुत चक्रमा मागको बढेको कारणले कम्पनीहरूले उत्पादनको गति बढाउनका लागि छिटो समयमा धेरै उत्पादन गर्नको लागि या त कामदारको संख्या धेरै बढाउनु पर्ने हुन्छ र यसो गरेमा त्यो उत्पादन भएको सामानको मूल्य पनि बढाउनु पर्ने हुन्छ। तर उपभोक्ताहरूले सामान कन्टिन्यू किनिराख्नको लागि सामानको मूल्य पर्याप्त रूपमा कम पनि राख्नुपर्ने हुन्छ। यही कारणले गर्दाखेरि कम्पनीहरूले कामदारमा खर्च बढाउनुको सट्टा क्वालिटीमा कम्प्रोमाइज गर्न उपयुक्त ठान्छ। यसमा अब लुगाको इक्जाम्पल दिँदाखेरि कटन, सिल्क जस्ता म्याटेरियलहरूलाई रिप्लेस गरेर सस्तो पोलिस्टर र सिन्थेटिक म्याटेरियलहरू प्रयोग गर्न थाल्छन् र धेरै समय नटिक्ने सिलाइको प्याटर्नहरू पनि प्रयोग गर्न थाल्छन्। यही कारणले गर्दाखेरि त्यो उत्पादन भएर आएको लुगा उपभोक्ताहरूले प्रयोग गर्दाखेरि धेरै समय टिक्दैन। अब लुगालाई छाडेर हामी केही टेक्नोलोजी र इलेक्ट्रोनिक डिभाइसहरूतिर जाउँ। उदाहरणका लागि हामी आइफोन पहिलो पटक बजारमा ल्याइएको समयमा, त्यसलाई इन्ट्रोड्युस गरिएको समयमा त्यो एउटा एकदमै ठूलो सफलता मानिन्थ्यो। And an internet communicator, an iPod, a phone. Are you getting it? These are not three separate devices. This is one device, and we are calling it iPhone. सुरुवाती वर्षहरूमा जब आइफोनले नयाँ मोडलहरू लन्च गर्दै गयो, त्यो नयाँ आउने मोडलहरूमा धेरै ठूलो चेन्जेसहरू पनि उनीहरूले ल्याउँदै गयो। टेक्नोलोजीको विकासले पुरानो मोडलको फोनबाट नयाँ मोडलको फोनमा लन्च हुँदाखेरि नयाँ मोडलहरूमा धेरै चेन्जेसहरू देख्न पाइन्थ्यो। जस्तै इक्जाम्पलको लागि आइफोनको पुरानो मोडल आइफोन 3GS मोडल र त्यसपछि लन्च भएको आइफोन 4 को मोडलमा तपाईले धेरै भिन्नता देख्न पाउनुहुन्छ। डिजाइनमा कम्प्लिटली चेन्ज थियो। आइफोन 4 मा फ्रन्ट क्यामेरा राखिएको थियो र डिस्प्लेको रेजुलेसन पनि एकदमै राम्रो बनाइएको थियो। अब यस्तो केसमा कस्टमरहरूले पुरानो मोडलको फोनलाई छोडेर नयाँ मोडलमा अपग्रेड गर्नु कुनै नौलो कुरा रहेन। तर अहिले समय परिवर्तन भइसकेको छ। अहिले हामीले स्मार्टफोनहरूमा त्यो बेलाको जस्तो विशाल परिवर्तन देख्न पाउँदैनौं। आंशिक रूपमा हामीले त्यो नयाँ फोन किन्ने चाहना बढाउनको लागि कम्पनीहरूले वर्षौंपछि थोरै सानो परिवर्तन मात्र ल्याउँछन्। यति मात्र नभएर अहिले आउने हरेक इलेक्ट्रोनिक सामानहरू यसरी डिजाइन गरिन्छ जुन बिग्रेपछि बनाएर फेरि रियुज गर्नुको सट्टा त्यसलाई फ्यालेर नयाँ किन्नुपर्ने बाध्यता बनाइन्छ। जानी रिपेयर गर्न कठिन बनाइन्छ र यी कम्पनीहरूले आफ्नो ओरिजिनल पार्ट्सहरू, टुल्सहरू र डायग्राम सजिलोसँग बेच्दैन। बेच्यो भने पनि एकदमै महँगो मूल्यमा बेच्ने गर्छ। त्यसैले रिपेयर गरेर पार्ट्सहरू चेन्ज गर्नुको सट्टा कस्टमरहरूले नयाँ प्रोडक्ट किन्न रुचाउने गर्छ। इन केस यदि मार्केटमा रिपेयरको लागि सस्तो र थर्ड पार्टीबाट सेल भइराखेको पार्ट्सहरू, टुल्सहरू प्रयोग गरेर सामान बनाइयो भने पनि त्यो सामान धेरै नटिक्ने समस्या देखिन्छ। अब स्मार्टफोनकै कुरा गर्नु पर्दाखेरि स्मार्टफोन मानव जीवनलाई प्रभावकारी र सजिलो बनाउन डिजाइन गरिएको एउटा उत्कृष्ट इलेक्ट्रोनिक उपकरण हो। स्मार्टफोनलाई हामीले अहिले चाहिने कुरा मात्रै नभएर हामीले हाम्रो आइडेन्टिटीसँग एसोसिएट गर्ने उपकरण स्मार्टफोनलाई बनाइसकेका छौं। टेक्नोलोजीको विकासको नाममा एउटै स्मार्टफोन भित्र मल्टी फंक्सन राखिदिएर त्यसमा लाग्ने सफ्टवेयर र हार्डवेयरहरू यसरी डिजाइन गरिएको छ जसको प्रयोग केही वर्ष गरिसकेपछि त्यो आउटडेटेड भएर जाने, नयाँ किनेको बेलामा जसरी सामान्य प्रयोग गर्न नमिल्ने, प्रयोग गर्न जटिल र संघर्ष गर्नुपर्ने सिचुएसन आउँछ। यही कारणले धेरै छोटो समयको प्रयोगपछि नै त्यो स्मार्टफोनलाई अपग्रेड गरेर कुनै नयाँ भर्जनको स्मार्टफोन किन्नुपर्ने बाध्यता बनाइदिन्छ।
तपाईले 7-8 वर्ष अगाडि किन्नु भएको आइफोन अहिले चलाउनु पर्दाखेरि धेरै संघर्ष गर्नुपर्ने हुन्छ। त्यो फोन आउटडेटेड भइसकेको हुन्छ, धेरै जसो एप्लिकेशन्सहरु सपोर्ट गर्न नसक्ने अवस्थामा हुन्छ र कुनै पनि सेक्युरिटी अपडेटहरु नआएको कारणले सेक्युरली चलाउन पनि समस्या देखिन्छ। र अहिलेको समयमा त झन् ब्रान्ड भ्यालु र सोशल रेपुटेसनको पनि कुरा आउँछ। तर यी सामान्य कुराहरु एउटा समयकालमा धेरै सजिलो र सरल थियो। हामी मध्ये धेरैलाई पहिलो लेजेन्डरी नोकिया 1100 मोडल सम्झना छ होला वा सुनेका छौं होला। यो फोन ड्युरेबिलिटीको लागि यानि कि टिकाउपनको लागि एकदमै प्रसिद्ध थियो। हामीलाई थाहा भएको सबैभन्दा बलियो सामग्रीसँग तुलना गर्दा यो फोन दशकौंसम्म टिक्ने र काम गर्न सक्ने सामग्रीको रूपमा लिने गर्थ्यौं। यो फोन एकचोटि किनेपछि बिना कुनै मेन्टेनेन्स खर्च लामो समयसम्म यसले मानिसहरूको जरुरत पूरा गर्थ्यो। अब फास्ट फरवर्ड गरेर अहिलेको समयमा आउनु पर्दा अहिले कुनै पनि स्मार्टफोन किन्नु पर्दाखेरि तपाईले धेरै पैसा खर्च गर्न सक्नु भएन भने त्यो फोन सम्भवतः 1 वर्ष भन्दा बढी टिक्दैन। त्यसमा कुनै न कुनै समस्या आउने गर्छ र त्यसले तपाईहरुको खर्च बढाउने गर्छ। यो अहिलेको हाम्रो आकर्षक र आशाजनक मल्टिफंक्सनल लाइफस्टाइलको लागि खराब मेट्रिक हो। यो दुर्भाग्यवश स्मार्टफोनको कम्पनीमा मात्र नभएर फ्यासन उद्योगदेखि जहाँ ब्रान्डहरूले ग्राहकहरूको माग पूरा गर्न दैनिक उपकरण हाउस होल्डका प्रडक्टहरू वर्ष दिन चलाएको नपुग्दै खराब हुँदै जान्छ। अहिले आउने हरेक इलेक्ट्रोनिक एप्लायन्सेसहरू, खाद्य सामग्रीहरू, घर बनाउँदाखेरि प्रयोगमा आउने सामग्रीहरू, मेसिनरीदेखि लिएर लुगासम्म सबै कुराहरूको क्वालिटी पहिलाको समयमा भन्दा अहिले धेरै घटेर आएको पाइन्छ।